यस्तै रमाएको छ हजुरको छुट्नु भयो के गर्नुहुन्छ त ब्याड लाग्छ त हजुर आई लभ यु म ए रमेश दाइ भके दाइ रमेश दाइ प्लिज यार दाइ यार एउटा फर्काउने त नि यसो गराइदिनु मकै मुटै जस्तो कहिलेकाहीँ जीवन यति धेरै व्यस्त हुन्छ कि हामी आफूलाई नै समय दिन बिर्सिन्छौँ। दैनिक कामको तनाव, मनभित्रको थकान र सहरको भिडले हामीलाई प्रकृतितिर तानिरहेको हुन्छ। ओके हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल अपिल विश्वकर्मा। आज चाहिँ हामी अटोमोबाइलको केटाहरू सबै दाइहरू होइन सबैजना भएर चाहिँ अस्ट्रेलियन बेस क्याम्प जाँदैछौँ। खरो भइसक्यो दाइ कति कुखुरा पुचेर हेरेर टेन्सन भइसक्यो तपाईँको नि सकिएन कुखुरो ल एबिसी भयो भात खाम अनि झ्यापझोप आइहाल्ने 1 बजे चाहिँ त्यहाँ 1 बजे चाहिँ भेट्नै पर्छ हरिचोकमा 1 बजे किनकि एन्ड देन हामी लगभग 1 बजे भनेको मैले सबैलाई मै ढिलो भएँ। कतिजना आइसक्नु भयो होला कतिजना कुर्दै हुनुहुन्छ होला। अब लेट्स सी होइन अब हिँड्न लागेपछि पैसा त चाहियो 1-2 हजार त खल्टीमा हालेर हिँड्नु पऱ्यो नि। ड्याडी मलाई 3000 क्यास निकालेर दिनु न पैसा निस्केन। पैसा मागेर हिँड्न चाहिँ रमाइलो छ क्या आफैले गर्नु मात्र गाह्रो। एटिएमै चलेन क्या तपाईँलाई म ट्रान्सफर गरिदिन्छु। गएमा बेलुका आइन घुम्न जाने हो वहाँ धम्पुस जाने हो क्या धम्पुस माथि बेलुका आउँदिन। ल यदि भसी अब पुग्यो। ल अब हाम्रो ग्याङहरू चाहिँ कता छन् कुन्नी ओ के छ गाइस के छ के छ ठुल्दै ए सकिएन यार। यताबाट सजिलो छ सजिलो बाटो राम्रो अरे धुलै धुलो हुन्छ यताबाट गयो अन्त। मनलाई शान्त बनाउने ठाउँ खोज्दै हाम्रो यात्रा पोखराको नजिक रहेको अस्ट्रेलियन बेस क्याम्पतिर निस्कियो। मेरो लागि गन्तव्य नयाँ तर 360 भ्यू देखिने अस्तामको रुट मेरो लागि नयाँ थियो। तर हामी धेरै ग्यापिङ त थिएन कति अगाडि गयो त नि अन्नपूर्ण भिलेज रे उहाँ रहेछ नु आमामामामामा ओहो कहाँ हो
udah nian ge lo mas mati jam वे क्या खतरा देखेको है यो कास्कीकोट भयो दामी है हेम्जा दाइ यो के अरे उसके के भन्छ फेदी खोला के भन्छ अरे कडा कडा ठाउँ यार ए असम चाहिँ बबाल भयो रहेछ मलाई वाइल्ड मन पर्यो होइन असमको भिडियो हेर्नु छ भने चाहिँ म लिङ्क हालिदिन्छु हाम्रो लाइफ अन टु हिल्सको लिङ्क डिस्क्रिप्सनमा हालिदिन्छु त्यहाँ गएर चाहिँ चेकआउट गर्नु होला असम कस्तो छ भन्ने कुरा रेनकोट ल्याएन को ल्याएन रेनकोट रुकु मै कट कस्तो दामी देखेको क्या है भ्यू त है कस्तो फिल भइरहेको तिमीलाई भन त एकदम राम्रो फिल भइरहेको नि आज हो लङ टाइम बाहिर आउँदाखेरि चाहिँ आफ्नै केटाहरूसँग राइड आउँदाखेरि मजा भइरहेको होइन पानी झलस्तो हो गुरु जाम 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 ऊ आइसक्यो जाम 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 गयो 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 ल ल जाम जाम हिँड्नु ल अब यहाँबाट फेरि आफू पनि जानु पर्यो सबैलाई ल बाटो चाहिँ यहाँबाट बल्ल रमाइलो लाग्यो अफ रोड चलाउनु मजा हुन्छ क्या भाइ के हामी नै पल्ट्यौँ नि ग्राउन्डमा यहाँ त पिकनिक स्पोट नै बबाल छ क्या फेरि किन हेलो के छ ब्रदर ठिक छ हामी यता यहाँ अस्ट्रेलियन क्याम्प जाने भनेर कता गरेर आएको त हो 2 जना मात्र ल त ल ठिक छ ब्रदर दाइ त बाहिर अस्ति आएको थियो यार गयो फेरि ल यहाँ राख्नु भन्दा यो बाटोमा राख्नु भन्दा त्यहाँ भित्र राख्यो हुन्न पार्किङ छ चार्ज कति लाग्छ दाइ कति एक रातको हालम म त्यहाँ आइहाल्छु हालम म त हाल्यो है हजुर हाल्सकेपछि त महँगो भन्छ नि के
डिस्काउन्ट माग्नु लानुको माग्नु 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 मा भन्नु नि त भन्नु ए हामी मान्छे कतिजना छौँ गर्नु त मान्छे गर्नु न त्यहाँ क्याम्पमा भनिदिनु पर्ने हो क्या माथि पानी पऱ्यो कि हाइकिङ ट्रेकिङको स्टार्टिङ पोइन्ट भनेर चिनिने धम्पु हामीलाई मुसालधारे पानीका साथ स्वागत गर्न कुरिरहेको रहेछ। लाग्दथ्यो एबिसीको यो यात्रा धम्पुसमै सीमित रहने होइन। अब हामी के गर्ने भइरह होइन तर जान चाहिँ के गर्ने हो कस्तो भयो दाइ यहाँसम्म यहाँ चाहिँ रमाइलो साह्रै घुमै भयो त है पानी है तर ठिक छ आयुष ठिक छ के छ ठिक छ के छ दाइ रमाइलो भयो छ रमाइलो तर जति जोस भयो भने यो बुढो मान्छेलाई लिएर हिँड्न झ्याउँथ्यो है होइन जति गयो भने बुढो हट्टीमा जोस आउँदो रहेछ मुगाई मात्र रहेछ दाजुहरूलाई दाईहरूलाई यहाँ चिसो लाग्यो हो चिसो लाग्यो जाडो भयो यतिहास चाहिँ झ्याप भइन्छ केटा बल्ल चढिन्छ बेस क्याम्प त्यसपछि अनि कहाँ बेस क्याम्प जाने हो कि कहाँ जाने हो है जाडो निडा हुन्छ वी विल डिसाइड नाउ क्याम्पै भन्यो नि भनौँ बेस क्याम्पै भन्यो नि भनौँ अब चाहिँ हामी यहाँबाट लागियो चिसो अलिअलि पानी नै पर्दै रहेछ मेरो खुट्टा चाहिँ एङ्गल एकदम दुखेछ कि तर होइन न किन होइन अब यहाँबाट चाहिँ लागिन्छ सरर अस्ट्रेलियन बेस क्याम्पतिर वा पोका पुन्तिर बोकेर सुरु भइसक्यो ल म चाहिँ यता पछाडि नै छु कस्ता छन् दाइ फेरि ल यो चाहिँ धम्पुसको एरिया होइन यहाँबाट चाहिँ यो ठाउँ चाहिँ कस्तो भन्दा स्केटिङ गर्न मिल्ने टाइपको जस्तो कि होइन भाइ त्यहाँबाट सर घुमाउँछु हो त्यही के स्केटिङ जस्तो बास राखेको ए खुट्टा राखेको यस्तै बसेको अझै त्यो जर्किन पुच्चाहरू हो कि बसेको यस्तो यहाँसम्म चाहिँ चाकको खाला जान्थ्यो त्यस्तरी ल यहाँ चाहिँ हामी बसेको होटेल त्यही हो एकछिन रेस्ट गरेको पार्किङ त्यहाँ गरेर अब हामी यता लागिएछ सहरको भिड र थकानले आत्तिएका हामी कहाँ यो कुनामा रोकिन मान्थ्यो र साथमा साथ दिने साथी र सिसी भएपछि मौसमको पनि के नै लाग्दो रहेछ र ऱ्याङ्कोटमा हिँड्न लागेका हामी एकछिनमा पाग्ने नै रोकिदियो एक मन त लाग्यो मनले चाहेपछि कसैको बाउको केही लाउँदो रहेनछ
मोबाइल छ ब्रदरहरू यहीँ हो कि घुमेर आउनुभएको यहीँको हो हजुर ए हजुर अस्ट्रेलिया यही हो यही हो ऊ धेरै छैन आधी हेर्न पनि लाउँदैन ल कस्तो 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 भाइब्स आइरहेको छ त प्लिज It's nice, yeah, now, yeah. You know, when it was raining in the moment, I'm really frustrated now, right? So I already told the group not to go to ABC camp because the program is cancelled. But you know, after a while rain is stopped, then we are really excited to go. Now we are running, you know, we are extending the way. So we are feeling, very excited. Yeah, really nice guys. Yeah, Many times we have planned, but because of him, everything, yeah. he cancelled every plan, and Yes. now we have immediately arranged this program. Thank you for the. And this is a very wonderful moment. यही मोमेन्टको लागि हो हामीले यो प्लानिङ गरेको This is the reason why I'm always behind the scene, हैन सिनमा त हुन्छ फ्रेममा त हुन्छ बट नट इन मेरो खुट्टाको चाहिँ एङ्गल लिगामेन्ट गयो या एङ्गल गयो के गयो थाहा छैन तर यो एकदम पेन भएछ कि आई डोन्ट नो किन यस्तो भयो बट भएको छ ओके तपाईँलाई अब म देखाउँछु कि यहाँ चाहिँ यस्तो राम्रो ठाउँ छ होइन यहाँनिर चाहिँ के छ भनेर देखाउँछु तपाईँलाई मैले सेतो जुत्ता त यो छ क्या यहाँ के छ भन्दाखेरि यो छ यस्तो रमाइलो छ यो ठाउँ एकदम पुरा Oppan Gangnam Style. Gangnam Style. Oppan Gangnam Style. हजुर आउनु भएको भए पनि यस्तै कमाइ गर्न पाउनुहुन्थ्यो हजुर छुट्नु भयो हाम्रो गणेश भाइ हाम्रो रमेश भाइ हाम्रो भुन्टे भाइ यस्तै कमाएको छ हजुरको छुट्नु भयो के गर्नुहुन्छ त ब्याड गएको छ त हजुर भाइ आई लभ यु हाम्रो दाइ यहाँ हुनुहुन्छ है गाउँको दाइ दाइ केही भनिदिनु गयो एकदम गुड छ ल हाम्रो भिजिट ल दामीको दिवस आएँ हाम्रो दाइ यहाँ चिकन गयो ल दाइ केही भनिदिनु गयो हजुरको समातिको ल अब चाहिँ हामी यो यहाँ चाहिँ कस्तो भन्दाखेरि पिकनिक भन्दा नि पिकनिक त पिकनिक तर ड्राई पिकनिक आउनु चाहिँ यस्तो बबल ठाउँ छ कि आई लभ दिस प्लेस यार तर त्यस्तै चाहिँ त्यहाँनिर फोर्नु पनि उयो हिमाल देख्नुभएको छ होला रेन्ज होइन दामी देखिएछ युट्युबको च्यानल A2 ग्यालरी अपिल विश्वकर्मा सबै लाइक सब्सक्राइब सेयर ओके ल यो ठाउँमा चाहिँ हामीले यहाँ हाम्रो A2 ग्यालरी अपिल विश्वकर्मा युट्युब च्यानल छ युट्युब च्यानल सब्सक्राइब गर्नु होला ओके एन्ड देन यो ठाउँ चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँको
हाइकिङहरू ट्रेकिङहरू स्टार्ट हुने ठाउँ हो होइन। यहाँ देख्न सक्नुहुन्छ है पुन हिल, घोरेपानी, ठाडापानी, घान्द्रुक, यता बाँदर लान्द्रुक, टोक्ला के छ, पोथाना, यता चाहिँ मान्छे होइन। यो सब यो हामी चाहिँ अहिले कहाँ छौँ भन्दाखेरि यहाँ छौँ। यहाँ यो धम्पुस टोक्ला यसरी जाने हो, हामी चाहिँ यतापट्टि जानुपर्छ। ओके ल यो ठाउँ चाहिँ ट्रेकिङको। एन्ड देन यो स्टेकर टायर चाहिँ यस्तो फोहोर चाहिँ गर्नुहुन्न, यो चाहिँ ब्यागमा हालेर लिएर जानुपर्छ। अरूको फोहोर त सम्हाल्न सक्दिनँ, तर मेरो फोहोर चाहिँ सम्हाल्न सक्छु। ल ओके टाइम टु अब चाहिँ हामी फेरि माथि जान्छौँ। हामी चाहिँ यो बाटो यो ट्र्याक चाहिँ राम्रो थियो, तर सबै थाकेर नजाने, सिधै जाने, छिटो जाने भनेर चाहिँ हामीले कस्तो भयो। नत्र यो बाटो हुँदै तपाईँ पोथाना निस्किने ठाउँनेरि गएर त्यो रुट चाहिँ तपाईँ माथि अस्ट्रेलियन बेस क्याम्प जानुभयो भने चाहिँ राम्रो हुन्छ। यो बाटो चाहिँ फर्किँदाखेरि आउनुभयो भने चाहिँ बेस्ट हुन्छ। ओके यति नै छ। अब हामी चाहिँ यो ठाडो, यो सर्टकट हो, ठाडो छ होइन, यस्तो जाने हो, हिँड्ने नि होइन भाइ। जङ्गलको बाटो हुँदै उकालो चढ्दै शरीर थाक्यो, तर मन खुसी हुँदै जान्थ्यो। चराको आवाज, हावाको स्पर्श र प्रकृतिको त्यो शान्त, त्यो क्षण लागिरहेको थियो। साँच्ची खुसी यही नै हो। फाइनली हामी चाहिँ अब अस्ट्रेलियन क्याम्प आइयो। यहाँबाट सुरु भयो अब क्याम्पहरू चाहिँ होइन। हामी जाने चाहिँ उतै साइडमा हो। लास्ट वहाँ पऱ्यो, बोल्ने गाह्रो। हामी चाहिँ अघि मैले भन्ने ठाउँबाट घुमेर आऊँ भनेको चाहिँ धम्पुस यो बाटो आइन्थ्यो। वे टु मारुति। दामी देखियो क्या भ्यू यार। वेलकम टु अस्ट्रेलियन क्याम्प। दामी लाग्यो अस्ट्रेलियन क्याम्प। यो चाहिँ 2060 मिटर माथि रहेछ सी लेभल भन्दा। यो हो क्या यो 18 जना। कस्तो के दाइ ठ्याक्क मिल्छ होइन, पक्कै यही मान्छे हो भन्ने जस्तो हुन्छ है। पानी पऱ्यो थियो दाइ, धम्बुसमा आउँदा पानी पऱ्यो ठ्याक्कै कस्तो दाइ यही मान्छेहरू होला, 4-5 जना आए पनि भन्ने भाइब्स आउँछ। पानी डेन्जर परेको नि दाइ। ल भ्यू चाहिँ यस्तो बबाल देखियो, वन्डरफुल। ल बसौँ एकछिन, यतै बसौँ। ओहे कुखुरा त खतरा खान्छ। उनकै मजा लागेको जस्तो कुखुरा। ल हामी बस्ने होटेल चाहिँ यही हो होइन, बेलुका बारबेक्यु गर्ने यहाँ। ल दाइ कस्तो भयो? एकदम रमाइलो डेस्टिनेसन रमाइलो कस्तो भयो? बिचमा कस्तो कस्तो भयो? तर जे भए पनि यस्तो ओहे के हुन्छ भने है। ल तपाईँलाई कस्तो लाग्यो? मलाई एकदम रमाइलो लाग्यो। हिमाल सर र खुल्यो छ उता देखाउनु पर्छ होइन। तर यता हाम्रो बाघमाराबाट पनि देखिन्छ है। त्यही पनि यहाँ आउँदाखेरि यहाँ पनि देखियो भन्ने भाइब्स आयो होइन। त्यो चाहिँ मजा हो कि। कस्तो भयो यो? रमाइलो लाग्यो, एकदम रमाइलो लाग्यो, एकदम मिठो हिँड्न पाइयो, बाइकमा नि भयो होइन। ल ठिक छ भाइ, कस्तो लाग्यो? राम्रै लाग्यो। कस्तो लाग्यो हुमलालजी? ठिकै लाग्यो, राम्रै लाग्यो। एन्ड देन यो होटेल चाहिँ मेरो लगभग कति मेबी थर्ड टाइम हो क्या। यो रमाइलो छ। हामी चाहिँ त्यता चाहिँ भ्यू पोइन्ट छ त्यसैको हो होइन, यो चाहिँ अर्कै छुट्टी हो। त्यता चाहिँ भ्यू पोइन्ट टेन्टहरू छ, तर यो लोकेसन चाहिँ
यो ग्राउन्डले चाहिँ एकदम बबाल छ लोकेसन चाहिँ कहाँ हो टोलियो र हराएर यार यस्तो यार हराइदिनु सबैले यहाँ केही रिभ्यू दिएर जामे कस्तो लाग्यो एकदम रमाइलो मजा भयो भए पनि एकदम रमाइलो गर्दै आइयो एकदम खुसी छौँ अगाडिको ग्रुप चाहिँ के गर्नुभयो थाहा भएन हामी चाहिँ बबाल ल एकदम च्वाक एकदम फ्यान्टास्टिक बबाल छ एकदम रमाइलो छ ब्युटिफुल च्वाक सिओडब्ल्यू च्वाक्स भाइ आएर सबैलाई ए भाइ के एक्सपिरियन्स अब सेयर गर नि त कस्तो भयो दुईजना भयो कि नसोचेको भयो कि अनएक्सपेक्टेड है दामी खतरा अझै यो भ्यू देख्दाखेरि त दामी लाग्यो यहीँ हो दाइ यहीँ हो यही हो ल दाइ केही सेयर गरेर जानुहोस् कस्तो लाग्यो कस्तो फिल भयो अन्नपूर्ण बेस क्याम्पमा अस्ट्रेलियन क्याम्प बेस क्याम्पमा आइरहेको छौँ बिचमा पानी परेर अलिकति डिस्टर्बेन्स भयो नत्र हामी एकदम रमाइलो साथ आएका छौँ अझै हामी रमाइलो गर्छौँ फेरि जोड्यौँ ल हस् थ्याङ्क यू दाइ के हो ए ठिस मान्छे यार तपाईँ यार यहाँ ल कस्तो लाग्यो कस्तो लाग्यो भन्दा बाटो कस्तो लाग्यो आउँदा कस्तो लाग्यो एक्सपिरियन्स सेयर गर्नु ल बिचमा हामी आउँदै थियौँ है ठ्याक्क भाइ यहीँ है ठ्याक्क हामी बोलेर जाने बिसाउने बेलामा ठ्याक्क पानी पर्यो पानीको ओठ पनि बस्यौँ थकाइ पनि मार्यौँ होइन ठुल दाइ यहाँ बोलेर उता जानु पाइन्न ल एक्सपिरियन्स सेयर गर्ने भाइ ल आज चाहिँ खत्रै भयो आजको दिन जस्तो त कहिले भएको थिएन त्यस्तै साथीहरू त्यस्तै दाइहरू पाएँ मैले आजको जस्तो कहिले भएन Finally we reached ल the, you know, अब यो यसको चाहिँ कस्तो भन्दाखेरि यो एक्सपिरियन्सको अलिकति थोरै समापन जस्तो अहिलेको लागि गरिदिउँ ल दाइ finally, you know, we are here. तपाईँले समापन गर्नु पर्यो जोड्ने Yeah, finally we arrived in the destinations and we are, you know, excited to see the scenery of म the सुरुमा map एउटै and अनि उहाँ चाहिँ लगभग पैदासी नै उहाँ अमेरिकन हो लगभग यहाँ नेपाल आएको चाहिँ लगभग कति भयो 1 वर्ष जस्तो भयो it's around 2 त्यही भएर years. चाहिँ ल दाइ प्लिज सेयर योर एक्सपिरियन्स Yeah, I have already told you right. We arrived finally in the destinations. Yeah, we feel really great and we are excited to, you know, see and stay and looks around the good scenery here. So, you know, our colleagues are very, you know, helpful and supportive. We are very enjoying, you know, we will enjoy a lot. You know. Yeah, I'm very happy to you all sharing the, you know, bad and good time together. And we'll enjoy, you know, drink and dance. Of course, that one we will definitely do. I'm sure that we will do that later. Yeah, no worry. Then, yeah. So, I'm sorry to say, then I'm comfortable now. You know, finally we reached the destination. नेपालमा सिकेको एउटै वर्ड भनिदिनु नि त तपाईँले Nepali, I'm sorry to say, Nepal, yeah, it's the very best country. I love to stay here for more and more. नेपालमा सिकेको दुईटा नेपाली शब्द म भात खान्छु. I know it's okay, I'm sorry. इज भाते अगाडि देखिएका अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृङ्खलाको अद्भुत दृश्यले स्वर्गको अनुभूति दिलाइरहेको थियो र घामले पनि भोलि भेट्नेका साथ अस्ताउँदै गयो। मलाई चाहिँ यहाँ यो क्यामेरा चाहिँ बहुत मिठो मन पऱ्यो कि यस्तो निको होइन एन्ड देन यो अब भ्यूको त के तारिफ गरेँ मैले होइन अन्नपूर्ण माछाको पुच्छर चाहिँ यहाँबाट एकदम प्रोपर देख्छ होइन यो पनि अन्नपूर्ण हो एन्ड देन आई थिङ्क अब सर्टन टाइममा चाहिँ त्यो घामको रिफ्लेक्सन चाहिँ हामीले त्यो हिमालमा देख्न सकिन्छ जस्तो लाग्छ आई होप त्यो देखियोस् एन्ड देन यो चाहिँ पोखरा यो अगाडिको देखेको डाँडा चाहिँ काशीकोट यता के देखियोस् हाम्रो मतलबको किसिमको एन्ड देन तल देखेको चाहिँ त्यो बजार देखेको चाहिँ पोखरा हो एन्ड देन यो क्यामेरा चाहिँ मलाई बहुत यो अफ गर्ने कताबाट अरे माथिबाट यस्तो दामी अफ हुँदा नि यस्तो हो यस्तो दामी बन्द हुन्छ अब खोल्न लाग्यो भने फेरि अनि यस्तो दामी हुन्छ अचाडि राख्ने यो हो कि यस्तो पाउँछ कसै चाहिँ छ भयो 1 2 3 अस्ट्रेलिया
फ्राइडे र स्याटरडे चाहिँ 11 बजेसम्म रहेछ त्यो चाहिँ विकेन्ड भएर भयो पुरा भयो यता चाहिँ 2 नम्बरमा चार्जर राख्दिनु पुच्छेहरू राख्दिनु तपाईँको फोन नम्बर मसँग छ उसमा युट्युबमा नै हाल्छु भन्नु त तपाईँ फोन नम्बर हाम्रो गाउँतिर केटाहरू आउनु म दिन्छु है मलाई म त भयो टाङ्राको चाहिँ त्यो ग्रेभी बनाउन पकाउन दिने हो कि ल अब चाहिँ हाम्रो मिठो के हुँदैछ एस्टिमेट अब खाना के बनाउने कसरी खाने भन्ने कुरा हुँदैछ हामी सबजना खाना कालहरू हेर त यहाँ आँखा तरेर बसेको सबजना ए कस्तो चिज होला यो खाना भन्ने होइन फर्स्टमा मासु खाँदैन जाम यो बनाउन दिउँ यो एउटा बनाइदिइहाल्ने भन्ने किनकि मासु खाएपछि त्यो एकदम ड्राई जस्तो हुन्छ क्या मुख त्यसपछि चाहिँ यो ग्रेभी खान ठिक हुन्छ यो त म्याग्नेट गर्न दिइहाल्ने ए लोकेशलाई फोन गरेको थिएन र बिजी भएर पूजासहरू आउँदैन रे मैले फोन गरेँ कतिजना भयो फ्राइडे नमिल्ने त दिवस कतिजना भयो 18 फिक्स हो डन हो गर्नु त 18 हैन एक भनौँ न ल गाईबाट 1 2 3 5 6 7 8 9 10 11 13 14 15 16 17 18 कसरी ए ल एकजना दाइ गर्दाखेरि 18 जानु भनिन्छ रात खतम त पात खतम। त्यसैले एकअर्का र सिसीको साथमा रात सुनौलो बनाउन लाग्यो। यात्रा त्यसैमा रमाइलो हुन्छ। साथमा रमाइला साथी भए झन् सुनमा सुगन्ध थपिने रहेछ। ल ल ल चेस 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 खोइ चेस खोइदियो नि छैन सबैको सबै खाइदिएको। ल आजको नाम आजको बच्चे ल केटाहरूको नाममा है ल चेस। ओए ओए पहिला यहाँ स्टक नराख है फेरि चिसो हुन्छ खाँदै थप्दै गर्ने प्लेटमा स्टक चोचेमा राखेर कि उस पनि कि होमस्टे खान त होस् नि रौसी हो नि रौसी रोज यहाँ नि तपाईँहरूले खसो यार दामी स्पेसल भएर छ आगो नि खाओस् न खाम्ना के भाइ म खाम्ना भन्नु लाग्दाखेरि मलाई अन्ना ए हाम्रो रमन दाइको फर्स्ट टाइम होइन कस्तो भयो एकदम नेमा रमन दाइ सुकुटी खानुभयो कि नै सुकुटी त खायो है रमेश दाइले मलाई ल्याइदिन्छ नि सुकुटी हैन तिमीलाई अब यार रौसियानीहरूको रौसी प्रोग्राम भएर हामी रौसी नखाने जुस खाने जुस खाइदिनु भाइहरू जुस ल्याए नि जुस हालेको हाम्रो चाहिँ यो जुस खानेले जुस पानीले पानी
रेशम पिरिरी रेशम पिरिरी उडेर जाउँ कि डाँडामा बस जाउँ रेशम पिरिरी एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई होइन ताकेको मैले मायालाई ताकेको गोलबन्दी जाति हो तिमीले तानेर पकाउन खोजेको सोची काटेर मैले लैदिन्छु ल यो लैदिए है ओ खाना आयो 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 ल गाइस ठिक छ नि हैन खाना ठिक छ नि ठिक छ नि हैन हजुर एकदम ल ल ल ठुल्दै रमन दाइ ठिकै छ ठिक छ नि हैन भाइ भेरी टेस्टी ठिक छ नि हैन डिसेन्ट छ डिसेन्ट कस्तो छ मेरो भाइ रिभ्यू देऊ यता हेरेर भेरी टेस्टी आई एम गिभिङ 4 आउट अफ 5 ल ठिक छ भन्छ धेरै मिठो रहेछ ल ल खल्ली है फोटो खल्ली जेसुकै बरोस् खल्ली पतिक र चेन्जी ल ठुलो घाँस फुल्ले ल उदाएर है ओए चेन्जी सानो ठुलो घाँस हाल्नु पर्यो ओ पतिक ठुलो ठुलो पतिक Hello everyone, I am Ashrami and chilling out. जापानिजमा जिको सेकाइ Onegaishimasu, watashi no name wa Regmiyasu desu. Watashi wa Parvati Kavisesu ka. Imasu, pohara ni sundeimasu. हजुर Anata wa genki desu ka? आई गई त्यसका केमा दिवस कोनिचिवा जेएनजी आई लभ यु जेएनजी गुड नाइट Dancing in the moon's pale light, laughing till the break of dawn. Heartbeats racing in the night. Every moment now is gone. Screaming secrets to the stars, wishing on a paper plane, building castles made of jars, captured sunshine in the rain. Memories like echoes fade, still they linger like a song in our minds. They're bold. गुड मर्निङ फ्रम द टप अफ धम्पुस आज चाहिँ इट्स डे 2 है हामी अब सायद अरू त सबै सुतिसक्यो होला मलाई दाइ चाहिँ उठेर भाइ जाम भन्दै हुनुहुन्छ दाइ म सुतिदिन्छु भन्ने भएको थियो तर फेरि मर्निङ भ्यू अब उठिहाल्यो वाइ नट भनेर निस्किहालेँ म पनि बिहानै यति बिहानै किन उठेको भन्दाखेरि चाहिँ अहिले मेबी कति बज्यो होला 5:30 भएको छ निद्रा खराब गरी किन उठेको भन्दाखेरि चाहिँ बिहानको फर्स्ट सनराइज हेर्नको लागि उठेको लाग्न लाग्यो मुन पनि अझै लागिरहेको छ Love notes scribbled on a page. In my head they paradox. Heat of youth now mellow sage. Time to thief that steals our days, leaves us with a gentle note.
vanish from the shore. Whispers carried by the breeze. Moments lost, yet something more. As forever in our seas. Memories like echoes fade. Still they linger like a song. In our minds that boldly played. You're right. ओके हामी चाहिँ खासमा यो सनराइज चाहिँ यो हिमालमा रिफ्लेक्ट गर्छ कि भनेर चाहिँ बिहान उठेको होइन तर घाम यत्रो माथि आइसक्यो त्यो टुप्पामा मात्रै यति परेको थियो अनि देन त्यो बादलले छिकिदियो वेदर अब त्यस्तै छ पोखराको त्यही पनि ठिकै छ यो हेरेर पनि मजा आएछ होइन एन्ड देन यो चाहिँ क्याम्पको भयो अस्ट्रेलियन बेस क्याम्पको यो भ्यू चाहिँ यस्तो भयो है केटाहरू सब उठिसक्यो है होइन यो एरियामा चाहिँ तपाईँहरू टेन्ट पनि हालेर बस्न सक्नुहुन्छ तर आइएम नट स्योर कि तर यो ठाउँमा चाहिँ बाहिरबाट खाना चाहिँ लिएर आउनु पाएदैन यहाँ जे छ त्यही मात्र खानुपर्छ भन्ने छ सो तर बस्न चाहिँ भ्यू हेर्दा चाहिँ रमाइलै छ म केही गर्दिनँ बस जान्छु खान्छु आउँछु भन्नेलाई चाहिँ ठिक छ अभिषेक दिवस अहिले आउँछन् भिडियो भएको त भिडियो गरेको ल ल ल ल मिनेर बसिहालौँ त ल जाऊ त जाऊ त जाऊ त देउरालीमा बतास चल्यो म पनि हो है खासमा त तर म मिलाउँदैछु Can't belong. All the photographs fill the grass in a dusty box. Still they linger like a song. In our minds they boldly play. Yet we know they can't belong. All photographs in a dusty box. Love notes scribbled on a page. मलाई लागिरहेको थियो कि अस्ट्रेलियन केटाले एबिसी भन्दा त्यो कन्सेप्ट गएको होइन तर अस्ट्रेलियन क्याम्प मात्र भयो क्या यो ठाउँलाई भन्ने चाहिँ यो जुन बेस क्याम्प होइन कि अस्ट्रेलियन क्याम्प हो यो ओके अब चाहिँ हामी यहाँबाट भिडियो सिडियो फोटोसोटो खिचियो अरियो होइन एन्ड देन अब चाहिँ हामी फेरि अब ब्रेकफास्ट सेकफास्ट अब के गर्ने खाने अर्ने अनि हिँड्नको लागि रेडी हुँदैछौँ यो भाले चाहिँ कस्तो राम्रो रहेछ यसलाई छ्याक्क पारेर हान्न भयो यो मिलन चोकै हो क्या यहीँदेखि जाने हो क्या मार्जी पुल हो क्या मार्जी पुलदेखि हामी यो तर्यो भने पारि गइन्छ लुम्रे वारी गयो भने चाहिँ हामी यता फेरि उमा जान्छ क्या त्यो लुवाङ घलेलतिर जान्छ क्या फेरि लुवाङ घलेल लुम्रे यहाँ भयो सिडिङ प्लेस लो क्याम्प हाई क्याम्प अप्पर भ्यू पोइन्ट मार्दी हिमाल बेस क्याम्प अनि मार्दी हिमाल चाहिँ यो चाहिँ यता रहेछ यतादेखि छोटो पर्छ क्या अब अन्नपूर्ण बेस क्याम्प जानु छ भने अस्ट्रेलियन क्याम्प यहाँ चाहिँ हामी भयो युआर हियर भनेछ यहाँबाट पोथाना देउराली लान्द्रोक जिनु अनि अन्नपूर्ण बेस क्याम्प इन्चुली अन्नपूर्ण साउथ अन्नपूर्ण माछापुच्छ्रे यस्तो रहेछ एन्ड देन पुनिल जाँदा पनि यही रुट हो म्याक्सिमम् तपाईँहरू चाहिँ हामी चाहिँ के भन्छ धम्पुसलाई टार्गेट बनाएर गर्ने भने पनि यो धेरै ठाउँहरू चाहिँ ट्रेकिङ हिँड्न मिल्छ ट्रेकिङ रोड के अब भनेको हाम्रो टी ब्रेक गरिन्छ एन्ड देन त्यसपछि चाहिँ अब हामी फेरि ब्याक टु पोखरा हुनु नै छ gentle note, the fleeting dance beneath its blaze, only shadows left to show. Footprints vanish from the shore.
पुरा होइन खाजाको लागि वेटिङ भइरहेको छ होइन ठिक छ ल यहाँ हेर हेर सब खाना कालहरू सब खाना कुरेर बसेको है खाजा कुरेर भोक्ला खा कठे अरूलाई त मलाई थाहा छैन जेन्जी भाइले चाहिँ खाना दिनुपर्छ अरूलाई चाहिँ थाहा छैन हिजो धन्य भाइले टिसी पेपर खाथे अनि टेबलमाथि नाचेर ल यता चाहिँ किचन ट्याक्क रेडी हुँदैछ होइन के छ बाला भाइ मर्निङ भाइ च्वाक छ नि होइन के बनाउनु लाग्यो यो आज मस्त छ होइन दामी छ युवास कोनी जीवा दुईजना घुमेर आयो म सुत्न नसकेको तिमी गयो त उसको चिया पियो नि त चिया पियो नि त त्यही खुसी कसम छ 12:30 बजेसम्म त खाँदै थियो नि आज तपाईँहरू सुत्नुभयो अनि दाइ चाहिँ फोन काटेर घुर्न लाग्नु भयो अनि बल्ल म सुत्दा 3 बजे थियो म सुत्दा बिलिङ यो फोन पे 2605 होइन हो यहाँको बिल चाहिँ कति निस्क्यो अरे हाम्रो टोटल यहाँ 27820 भन्ने छ 27600 तिर्नै पर्छ भन्ने छ बुढोले प्याकेजको उनीहरूले कति बेला अब यो बिलहरू खोइ ले कत्रा हान्नु लास धेरै हुँदो रहेछ दाइ फ्रेस हाउस रमेश 1890 अनि मुला गाजर 500 500 अब यसमा जति चाहिँ अरे नि है पैसा कुरो त मिलाउनु पर्यो होइन पैसा तिरेर हिँड्नु पर्यो खल्ली भएर फेरिमा हिँड्नु नपाइने है घुम्न आएर नि पैसा पाउनु भयो है मैले म चाहिँ गाइड भएर हो क्या मलाई पैसा आउनु लाग्यो दिनु अब उसलाई हैन उसलाई दिनु पर्यो हैन एउटाले लिड गर्ने एउटै दिदिउँ है 1555 दिनु पर्यो होइन ठिकै छ केही भयो 1555 50 दिनु अहिले मिल्छ कि 500 ल्याउनु त फेरि ल्याएर साढे दिन्छौ क्या नि साढे दिनु मेरो 200 भनिस् त नि भन्नु त भनिस् 200 भयो 3600 घटाएर 2130 दिनु छ 3600 घटायो 20 हो कि 30 हुन्न यो त किन ल्याऊ 500 लौ कि सबै ल्याऊ ल अब हाम्रो यहाँ हिसाब किताब पनि ट्याकटुक भइहाल्यो मिल्यो अब चाहिँ हामी जाने हो ओहो चल्यो कि के हो चली रमेश 2 चल्यो भन्दा त घोटी खेल्यो भन्दा नि सूर्य 4 मेरो एन्ट्रीमा मलाई दाल दिबी गर्छ कि गर्छ एकछिन खोल्नु बाँकी नै छ उता खोलो ल गणेश दाइ
हजार र मैले फाइनल पनि भन्दिनँ ल ठुलो नोट ल ठुलो नोट ल यो चाहिँ लास्ट हो है यो चाहिँ लास्ट है दाइ फुल एन्ड फाइनल ल दाइ ल यो फुल एन्ड फाइनल है ल होइन हजार टिक्क हो ल हाले फिट्यो ल दुईजनाले ल फ्याटे हान्ने फ्याटे हान्ने ल एकैचोटि है एकैचोटि फ्याटे पार्ने ल होइन पल्टाउने होइन एउटा ल नपल्टाउनु ल फ्याटे हान्ने ल दाइ फ्याटे 1 2 3 गरेर ल होइन 1 2 3 गरेर एकैचोटि हान्ने कि एकैचोटि अझै जित्यो होइन के यो जितिसकेछ त जित अरे जित मजा भयो है कति रमाइलो है अरू बेला जङ्गिन मान्छे यो त फेरि अनि छेउमै ताउलाको मान्छे छ त अनि अब हामीले यो अस्ट्रेलियन क्याम्पमा यो होटेलमा चाहिँ हामीले एउटा हाम्रो स्टिकर टाँच्दैछौँ ल अब चाहिँ हामी स्टिकर टाँच्नु जाँदैछौँ यहाँ नजिकै धेरै ताली हस्तान्तरण बास जस्ट डु इट फोकस भएन क्या भयो भएन दाइ हिसाब किताब ट्याक्क ल धन्यवाद दाइ तपाईँको होटेलको नाम नम्बर भनिदिनु अस्ट्रेलियन क्याम्प गेस्ट हाउस तपाईँको नम्बर नि भनिदिनु मुखैले भनिदिनु न 90410586 ल भ्यू चाहिँ बवाल छ दाइले मिठो सर्भिस दिनुभयो राम्रो छ बाबै भिड्दै गरौँ ल आउँदै गरौँ ल भाइहरूलाई पनि अब यसो ल भाइ बाई बाई यहाँ बसेर मैले एउटा कुराको अनुभव गरेँ मानिसलाई सधैँ धेरै नै कुराको आवश्यकता पर्ने रहेछ कहिलेकाहीँ शान्त हावा त केही मिठा पलहरू पनि यो यात्रा केवल एउटा ट्रेक थिएन यो आफूलाई फेरि भेट्ने यात्रा थियो यदि कहिले मन थाक्यो भने हजुरहरू पनि प्रकृतितिर निस्किनुहोस् सायद तपाईँले खोजेको शान्त त्यही कतै तपाईँलाई नै पर्खिरहेको हुन्छ